हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज एकजनाको छेउमा भ्लग गराउनको लागि बाहिरतिर मैले चाहिँ साथीलाई कल गरेर बोलाइसकेको छु। बाहिर भ्लग गराउन जानुपर्छ आज भनेर कभर लगाएर रेडी पनि भइसक्यो। अहिले म चाहिँ कभर लगाएर पुरै गेटमा आइसकेको छु। अवश्य म गाडी चढेर जान्छु साथीहरूलाई। त्यही हो, घरकी बाहिरको पाल मिलाउँदै रोडमा हिँडिरहेको छु। अब चाहिँ म यता साइडमा रोकिन्छु, गाडी आउँछ कि दुई चार मिनट गाडी नआएपछि म चोकतिर जान्छु। यतातिर चाहिँ म धेरै पो रोकेको 10 मिनट जति भयो। अनि यतातिर चाहिँ गाडी नआएर अब चाहिँ म चोकतर्फ लाग्छु। अब चाहिँ म चोकमा गएर रोकिन्छु। चोकमा चाहिँ धेरै गाडीहरू आउँछन्, त्यसैले चाहिँ म चोकमा जान्छ नि चोकदेखि चाहिँ गाडी चढेर जान्छु। अब म चाहिँ यतातिर अहिले चाहिँ गर्मी गएको छ, बेलुका के हुन्छ थाहै हुन्न काठमाडौँको ठाउँमा। अहिले चाहिँ म चोकमा पनि पुगिसकेँ। साथीहरू हजुर कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा हाम्रो ठाउँको कमेन्ट गरिदिनु होला। र म यो चोकनिर बसेको चाहिँ 5 मिनट जति भइसक्यो। 2वटा जति गाडी गइसक्यो तर प्याक छन्। त्यसको लागि चाहिँ म अर्को गाडी कुद्नुपर्ने हुन्छ। र मैले गाडी कुर्दा चाहिँ एउटा खाली गाडी भेटाएँ। अनि चाहिँ मैले खालीकै गाडीको सिटमा गएर बसेँ। अनि म यताउता हेर्दै बाहिरतिर गाडीहरू हेर्दै म चाहिँ निस्केँ। म चाहिँ बस्दाहरूदेखि निस्केर बाटोमा हिँड्दैछु यताउता होइन, बाहिरतिर यताउता हेर्दै हिँडिरहेको छु। बाहिरतिरको माहौल हेर्दै बाहिरतिर चाहिँ म चाहिँ अहिले टिचिङको नजिक पुगिसकेँ। टिचिङ नजिकै अहिले चाहिँ गाडी खाली छ, मान्छेहरू 1-2जना आइरहेछन् गाडीमा। अहिले चाहिँ म अगाडिदेखि चाहिँ गाडीमा एकपछि अर्को गर्दै पुरा प्याक छ। अहिले चाहिँ म यो आइसकेँ रानी पोखरीको छेउमा चाहिँ म हिँडिरहेको छु अहिले गाडीमा। चाहिँ रानी पोखरीको छेउदेखि म हिँडिरहेको छु। रानी पोखरी छेउमा चाहिँ फुलहरू फुलेका छन्। यता चाहिँ यो टुडिखेलमा चाहिँ यो दुपोहरू, यतातिर चाहिँ दुपोको पुरा भरिपुरा आउँछ। दुपो चाहिँ हरियो होइन, एकदम बबाल छ हेर्दा पनि बबाल। बाहिरतिर चाहिँ रुखहरू फुलेका जम्मा परेका हरियो रुखहरू बिचमा दुपो एकदम राम्रो छ। यतातिर यो साइडतिर चाहिँ पुनर्निर्माण कार्य हुँदैछ र दुपो लगाउने कार्य भइरहेको छ। यतातिर चाहिँ ग्राउन्डहरू क्लोजरले बनाइरहेको छ, केही समयपछि पनि बन्छ होला। यो सायद बन्दैछ, उतातिर बनिरहेको छ। यता चाहिँ बन्ने तर्खरमा छ। अब चाहिँ म गाडीदेखि बोट लिएर सुन्दारमा चढेको छु गाडीदेखि। साथी चाहिँ उता दरदेखि अगाडिको पुल लिएर छ अरे। अझै म यो दरदेखि अगाडि आइसकेको छु। अब म पुल लिएर जान्छु साथीलाई भेटाउन। हजुरले चाहिँ अब देख्नुहुन्छ मेरो साथी को भनेर। म चाहिँ अब साथीलाई भेट्न गइसकेँ। साथीहरू ल फाइनली साथी चाहिँ मेरो यही हो। साथीले चाहिँ पारा देखाइरहेको छ होइन। म साथीहरू मैले चाहिँ अहिले धेरै समयदेखि साथीसँग भेटेको थिएँ, 1 महिना जति भएको थियो। यो साथीसँग भेट्दा खुसी लाग्यो। अब चाहिँ हामी उता सिंहदरबारतिर उता घुमघाम गर्छौँ होइन। हजुरलाई देखाउँछु भिडियो के कस्तो लाग्छ। अन्तिमसम्म हेरिदिनु होला भिडियो चाहिँ, स्किप नगरेर हेरिदिनु होला। अब चाहिँ हामी साथीहरू चाहिँ अब निस्किन्छौँ उतातिर। जस्तै हो, यति नै छ अहिले चाहिँ। अहिले चाहिँ हामी यतादेखि हिँड्दैछौँ बाटोको छेउछाउदेखि चाहिँ अहिले हामी हिँड्दैछौँ। यो टुटिखेलको छेउदेखि यो उताको क्षेत्र चाहिँ माइती नेपाल मार्ग हो। उता चाहिँ माइती नेपाल, यताको चाहिँ टुटिखेल, उता चाहिँ सिंहदरबार। सिधा यो चाहिँ टुटिखेल भयो होइन। यो चाहिँ टुटिखेल क्षेत्र, यो भित्र चाहिँ पुरा टुटिखेल ठुलो छ होइन। यो चाहिँ अहिले चाहिँ म बिरकुटी मण्डपको पुलमा छु। यो चाहिँ बिरकुटी मण्डप हजुरहरू कतिले चाहिँ टुर गरिसक्नुभयो होला। यो चाहिँ बिरकुटी मण्डप हो। कपडाहरू पाउँछ यतातिर चाहिँ, जो ठिकठाक कपडाहरू पाउँछ। यता हजुरहरू पनि कोही हुनुहुन्छ ठिकको कपडा लगाउने भनेपछि चाहिँ यताहरू हजुरहरू पनि आउन सक्नुहुन्छ। यो बिरकुटी मण्डपमा सानोदेखि ठुलोकै मान्छेलाई पनि कपडा मिल्ने साइजको पाउँछ यो बिरकुटी मण्डपमा चाहिँ। म चाहिँ अहिले फाइनली यो सिंहदरबार अगाडि आइसकेको छु। यो चाहिँ जेएनजी आन्दोलनमा चाहिँ जलेको थियो यो सिंहदरबार। आजभोलि चाहिँ कतिपय कामहरू चाहिँ पुनर्निर्माण भइसकेको रहेछ र कतिपय काम चाहिँ पुनर्निर्माण कार्य हुँदैछ। यो सिंहदरबारदेखि अगाडि क्षेत्रमा चाहिँ हामी आइसकेको छौँ। यो सिंहदरबार अगाडि चाहिँ एकदम राम्रो छ। र यो अहिले चाहिँ धरहरा अगाडिको भ्यू, धरहरा टावर। यो चाहिँ टावरदेखि अगाडि गाडीहरू कुइकिरहेका छन्। आकाश
बाद लागिरहेको छ। यतिकैमा चाहिँ हामीहरू भोक लाग्यो भनेर चाहिँ साथीले हामी चाहिँ खाजा खान निस्क्यौँ। अनि चाहिँ खाजा खानको लागि यो दररा नजिकैको खाजा घरमा छिरेको छौँ। साथीले चाहिँ मेनु हेरेर चाहिँ खाजा अर्डर गर्यो। म चाहिँ यता साइडमा बसेँ अनि साइड चाहिँ उता छ होइन। साथीले चाहिँ खाजा खाइरहेको छ, चटपटे पानीपुरी मगाएर छ, तर म चाहिँ जङ्क फुड नखाने भने त्यही भएर चाहिँ मैले चाहिँ पानी मगाएर चाहिँ पानी पिएँ। चिसो पानी चाहिँ स्वाट लगाएर खाएँ मैले चाहिँ। एकदम बवाल छ पानी चाहिँ। गर्मीको समयमा चाहिँ पानी खान लास्टै मन लाग्छ। पेट भरेर पनि झन् पानी खाउँ जस्तो लाग्ने। र यो चाहिँ बस्नको लागि टेबल कुर्सी होइन, एकदम राम्रो छ। खाजा चाहिँ भन्न बित्तिकै ल्याउनु हुँदो रहेछ, भन्न भिडियो हेर्नु ढिलो अनि चाहिँ खाजा ल्याउनु चाहिँ चाँडो गर्नु हुने रहेछ। चाहिँ सफा सुग्घर छ भित्र चाहिँ। अहिले चाहिँ एकदम राम्रो छ होटेल चाहिँ होस्, ठिकठाकको रहेछ होइन। साथीले चाहिँ फेरि अर्डर गर्यो। म चाहिँ पानी खाँछु तर भोक चाहिँ लाग्छ। अब चाहिँ उसले चाहिँ मोमो अर्डर गरेर मोमो पनि खान थाल्यो। म चाहिँ चिकन हो, ऊ चाहिँ बफ मोमो मगाएर चाहिँ बफ मोमो एक प्लेट पनि खाइदिइहाल्यो। चटपटे पानीपुरी कत्रो हो भने यसको पेट चाहिँ मैले चाहिँ मिल्क चाहिँ चिया मगाएर म चाहिँ चिया खान लागेँ। म चिया खाँदैछु अनि उसले चाहिँ चटपटे पानीपुरी मोमो खायो। अनि चाहिँ मैले चाहिँ चिया खाएर पनि सक्यो। अनि चाहिँ हामीहरू चाहिँ यो होटेलमा बिल पे गरेर चाहिँ निस्क्यौँ। यो होटेल चाहिँ एकदम छिटो चाहिँ भन्नुभन्दा चाहिँ अगाडि नै खाजा ल्याएर रेडी पारिदिने अनि चाहिँ भन्न बित्तिकै चाहिँ दिइहाल्ने कि खाजा धेरै कुर्नै नपर्ने। जति भोक लाग्यो पनि होइन, भन्न बित्तिकै खाजा हाल्ने। एकदम राम्रो रहेछ। अहिले चाहिँ हामीहरू यतातिर घुमघाम गर्दै अब चाहिँ हामीहरू घरतिर जानुपर्छ। आएको चाहिँ धेरै समय भयो। चाहिँ कमल पोखरी एकदम शान्त। यो चाहिँ अहिले रानी पोखरीमा आएको छौँ हामी चाहिँ। यो चाहिँ रानी पोखरी हो, एकदम राम्रो छ रानी पोखरी चाहिँ। अहिले चाहिँ रानी पोखरीदेखि बाहिर साइडमा चाहिँ रानी पोखरी चाहिँ एकदम राम्रो सुन्दर दृश्य छ, शान्तपूर्ण। हेर्दाखेरि पनि एकदम राम्रो छ यो रानी पोखरी चाहिँ। अब चाहिँ हामी यो रानी पोखरीदेखि बाहिर साइडदेखि चाहिँ म हिँडिरहेको छु। हजुरहरूलाई देखाउँछु रानी पोखरी साइड चाहिँ। रानी पोखरी ल माथिदेखि यस्तो बामी देखिने दरबार हाई स्कुलदेखि अगाडि, दरबार हाई स्कुलदेखि अपोजिट साइडमा रानी पोखरी छ। अब चाहिँ गाडीमा चढेर एकदम राम्रो छ। गाडीमा पनि चढ्यौँ उतिकैमा गाडी आउँदै हामी घरतिर जानुपर्छ। गाडी चाहिँ खाली रहेछ तर अनि चाहिँ कलासमा पनि ब्याग बन्छ, तर गाडीमा पनि ब्याग बन्छ अरे। अघि त्यत्रो सिट खाली भए पनि लास्टमा ब्याग बन्छ अरे। यस यताउता हेर्दै होइन रमाइलो गर्दै गाडीमा साथी र म चाहिँ हामी घरतर्फ जान्छौँ। हामी घरतर्फ जान्छौँ। यो चाहिँ माछा पोखरी बालाजु साइड हो चाहिँ बालाजु माछा पोखरी हुँदै अब चाहिँ हामीहरू गङ्गाबुदेखि माछा पोखरी झरेर चाहिँ हामी निस्क्यौँ। अहिले चाहिँ हामी माछा पोखरी चाहियो। अब चाहिँ माछा पोखरीदेखि झऱ्यौँ। साथीहरूलाई त्यही हो। भिडियो के कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट गरौँ र भिडियो सेयर गर्न चाहिँ नभुल्नु होला। भेट्छौँ ल साथीहरू।